हेलो साथीहरु सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि आजको भिडियो चाहिँ त्यति विशेष छैन किनभने म मेरो बारी घुमेको छु कोदोबारी। अनि यो कोदोबारी घुम्दा चाहिँ मलाई एकदमै सिनहरु राम्रो लागेको कारण मलाई भिडियो खिच्न मन लाग्यो। सो एकदमै राम्रो छ। यो चाहिँ बिहानको करिब 7 पनि बजेको छैन, लगभग 7 बज्न लागिसक्यो। त्यही 7-9 बजे पनि यति राम्रो हुन्छ हैन मौसम। तपाईले एकचोटी हेर्न सक्नुहुन्छ। मेरो गाउँको दृश्य एकचोटी हेर्दिनु होला हैन। तिहरु भैँसी निस्केर कस्तो दुख दियो भने हैन, भर्खर मम्मी र मैले चाहिँ बानेर घर राख्दै छु हैन। आमा बोल्नु नबोल्नु नि। गोरुहरूलाई त काट्नुहुन्छ होला। अहिले के काम गर्दै हुनुहुन्छ आपा? ए कहाँ अनि त्यो त्यति परको कसरी बोक्नु त? घाँस खान्छ ल। यो भनेको चाहिँ सुकुरचारो हो हैन। यो चाहिँ वनमा पाइन्छ। यसलाई यस्तो आगो पुकेर अब टक्क लगाएर पकाउनु पर्छ अनि सुकुँदै दिनुपर्छ। एकदमै कराइरहेछ भोक लागेर हैन आमा? हजुर छोरा हजुर छोरा हजुर। यहाँ आगो पुग्नु पो हावाले गाह्रो छ। रोकिसक्यो हावा। त्यो टोयलेटको पल्लोपट्टि छ नि त्यो बारी, त्यो पुरै भराएको क्या भराउने झलकै नै रोप्ने झलकैमा दिने गुठाल यसरी आगो बालिन्छ नि त आमा। 5-10 मिनट सोचेर हजुर हामीहरू चाहिँ त्यसपछि तोरीको साग छिट्न बारीमा आयौँ। यिनलाई भन्छ तोरीको साग। यो हो तोरीको साग। हजुरहरूलाई थाहा नै छ यो के को साग हो भनेर। यो के गरिन्छ भनेर पनि थाहा नै। यसलाई तरकारी पनि खान मिल्छ त सुकाएर गुन्द्रुक बनाएर राखेर खान नि मिल्छ। यस्तो साग चाहिँ गाउँमा सबैको घरमा प्रशस्त नै पाइन्छ यो सिजन। त्यता सुँगुर चारो भन्ने चाहिँ पाकेर ममले सुँगुरलाई दिनलाई पुरै ठिक पार्दै हुनुहुन्थ्यो। अनि यता बिरालोले भने आफ्नो बच्चालाई कस्तो मायाले दुध दिइरहेको थियो, हेर्दै माया लाग्थ्यो। ममले सुँगुर चारो पनि भयो। बढ्दैछ सुँगुरहरू, बढिरहेको छैन आमा? 6 महिना एक महिनामा एक धार नि। म चाहिँ एकछिन रेस्ट गरेर अनि यो कुरा बोकेर म चाहिँ लागि दाउरा काट्नु। अनि मेरो मम चाहिँ गोठाल लाग्नु भइसक्यो होइन। हाम्रो बाख्राहरू चाहिँ यति छ कि गोठाल गर्नु सुन्ने मेरो ममको भोलि
यही छ अब दाउरा काटेर पर्छ त्यही छ हाम्रो बाटो भने त्यहाँ परसम्म सँगै थियो त्यही भएर हामी गफ गर्दै गयौँ कान्छी खुट्टु पछि उनको मेरो मेरो कतिवटा छ मेरो सबै बाख्राहरू आमा मलाई नभनी त्यो चाहिँ गर्नुभएछ मलाई ठिक लागेन सुटुक्कै गर्नुभएछ जे भए पनि सोध्नु पर्थ्यो आमा मेरो पठेक्री बाउ माउ पाल्नुपर्ने बाख्रा जङ्गल त मैले चाहिँ ममलाई एकछिन बाटोमा उभेर मैले फोटो पनि खिच्दिएँ हेर्नु न होइन आज चाहिँ म मात्र होइन पुरै छना जसँग हामी चाहिँ हामी दुईजना चाहिँ टक्क दाउरा काट्दैन अनि मम्मी चाहिँ गोठाल लाग्यो जङ्गल अनि को नि त मैले सुनिनँ त आमासँग पुरा गफ गर्दै आउँदैछु हामी टक्क यो जङ्गल वृन्दावन हामी वृन्दावन लागेको अब ल यहाँ छनाको चाहिँ पुरै भारी पुगिसक्यो होइन होइन आछ र पुरै जङ्गल छ होइन यत्रो जङ्गलमा छनाको मात्र भारी पुग्ने भेटाइयो कि अब फेरि मेरो लागि होइन मेरो लागि जाँदैछु होइन यत्रो त माथि चढ्नुको अड्कियो ए अड्किन ल छना चाहिँ फेरि एकदमै खतरा हो नि त पावरफुल मेन हो क्या फेरि आमा यस्ता सानातिना त के होइन फेरि छनालाई होइन अनि ल अब मेरो लागि छना चाहिँ यहाँ पुरै भारी लाउँदै हुनुहुन्छ होइन के छ छैन है हाम्रो चाहिँ अब भारी हाम्रो भारी पुगिसक्यो नि त छैन अब घर जाने अनि फेरि मेरो भिडियोमा त्यस्तो नभन्नु त होइन मलाई के सोच्ने हो ब्लग बनाउँदैछु कति राम्रो राम्रो ल हाम्रो चाहिँ भारी पुगेर होइन छनासँग लाग्यो मै देखिएको पनि छैन लसुन छ अस्ति किनेर लगेको 2 किलो ल छनालाई चाहिँ यति भारी धेर भइरहेछ अरे छ नि त्यो केलाउने अल्छी लाग्दो कहिले केलाउँछ ल हामीहरू चाहिँ फर्किनुको लागि हामीहरू चाहिँ त्यो ठाउँबाट ल अनि मैले चाहिँ एक भारी दाउरा लिएर म चाहिँ लागेँ अदुवा खानु किनकि अब गाउँमा त छ होइन अनि तल छैन नि त अनि त्यही भएर भोलिको लागि अदुवा खानु मन लाग्यो अदुवा भारीमा किनभने अदुवा भनेको मसला एउटा होइन सबैले थाहै भएको कुरा हो अनि सबैलाई नभई नहुने जस्तो पनि हो होइन एउटा अब त्यस्तै सबैजनाले प्रयोग गर्नुहुन्छ होइन युज गर्नुहुन्छ त्यसकै लागि म पनि लागेँ अदुवा खन्दै अनि आजको भिलेज ब्लग यस्तै छ गाउँको ब्लग होइन के कस्तो छ गाउँको त्यो सबै हजुरहरूमा म देखाउने कोसिस गर्दैछु सो मेरो भिडियो नराम्रो भए तापनि राम्रो मानेर हेरिदिनु हुन विनम्र अनुरोध गर्दछु अनि कस्तो लाग्छ मेरो भिडियो राम्रो लाग्यो भने कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला अनि तपाईँको 1 लाइक 1 कमेन्ट 1 सब्सक्राइबले मलाई अझै हौसला मिल्छ यस्तो भिडियो बनाउनु अदुवा पनि खनिसकेँ अब घरतिर जानुपर्दछ अनि आजलाई चाहिँ यति नै होइन भिडियो अनि
मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई बाई।